अर्जुन चौपारीबाट बिहानको 10 बजे सुरु हुन्छ हाम्रो सिक्लेससम्मको यात्रा। अर्जुन चौपारीबाट हेलु जानको लागि अटो चढ्दैछौँ। हेलुसम्म अटोमा गयौँ, त्यसपछि बसमा चढ्यौँ। अलि अगाडि पुगेपछि एकजना साथीलाई लिएर हामी पोखरातर्फ लाग्यौँ। मौसम यति मजाले खुलेर हाम्रो यात्रालाई बेस्ट अफ लक भनिरहेको हामीले महसुस गरेका थियौँ। पोखरा बस पार्कमा पुग्दा दिनको 1 बज्न लागेको थियो। हेलो बिना मिस। त्यहाँबाट एउटा ट्याक्सी लिएर हामी 4 जना पुग्यौँ काहुँ खोला। खोला आइपुग्यौँ। यहाँबाट चाहिँ जिपमा अब जाने। अनि हाम्रा टोलीहरू चाहिँ यहाँ छन्। गीता म्याम चाहिँ चोकोबार पानी लिन जानु हो है। काहुँ खोलाबाट 2:30 बजे सिक्लेस जाने जिपमा चढ्यौँ। मौसम चाहिँ यति राम्रो थियो कि मन नै फुरुङ्ग भई उड्ला जस्तो भएको थियो। ल ल ल 4 बज्ने बेलामा हामी चिप्ली भन्ने ठाउँमा पुग्यौँ र खाजा खायौँ। चिप्ली भन्ने गाउँ असाध्यै रमाइलो रहेछ। हामीले त्यहाँ फोटो भिडियो खिच्यौँ। अनि त्यसपछि यहाँ यस्तो रमाइलो ठाउँ। अनि त्यसपछि फेरि सुरु हुन्छ हाम्रो सिक्लेस तर्फको यात्रा। बीचबीचमा बाटो बनाउँदै गरेको रहेछ। केही समय रोकिँदै हाम्रो यात्रा भने अगाडि बढिरह्यो। बाटो चाहिँ अलि कच्ची नै छ। पानी पर्दा चाहिँ बिजोग नै हुने रहेछ। 5 बज्ने बेलातिर हामी यो पुलनेर आइपुगेका थियौँ। गाडीलाई पारी भेट्ने भनेर हामी त्यो लामो पुलबाट पारी गयौँ। पुलबाट वरिपरिको वातावरण यति सुन्दर देखिएको थियो कि त्यो हरियो जङ्गल, त्यो खोला अनि त्यो प्रकृतिको आवाज। अब टोलीहरू जिपबाट लाग्यो यस्तो स्ट्यान्डहरुले ल हामी यो पुल तरेर जाँदैछौँ। बाइक लयो भने यस्तो बनाएको छ। 6 बज्ने बेलातिर हामी सिक्लेस पुग्यौँ। सिक्लेस पुग्ने बेलामा बल्ल थाहा पायौँ कि भोलिबाट त गण्डकी प्रदेश बन्द रहेछ। आइसकियो, अब भोलि बन्द हुने भनेर तनाव लिनुभन्दा पहिला आजको रमाइलो चाहिँ गरिहालौँ। बन्दको तनाव भोलि फर्कने बेलामा लिगौँला भनेर हामी हाम्रो बस्ने ठाउँको व्यवस्था गर्नतर्फ लाग्यौँ। गाडीको दाइले एउटा होमस्टेको दाइलाई फोन गर्नुभएको रहेछ। मोबाइलबाट रुमहरूको फोटो हेर्दा राम्रै लाग्यो र हामी त्यही दाइको होमस्टेमा बस्ने भनेर गयौँ। दाइको होमस्टे सिक्लेसको सबैभन्दा माथि रहेछ। ठाउँ त असाध्यै राम्रो। अझै धेरैजना साथीहरू ग्रुपमा गएर रातभरि गीत गाउने, बार्बिक्यू गर्ने, नाच्ने, रमाइलो गर्नका लागि चाहिँ एकदम फ्री स्पेस भएको ठाउँ रहेछ। तर हामी भन्ने जम्मा 4 जना मात्रै गएका थियौँ। अनि भर्खर नयाँ बनेको भएर रुममा चाहिँ कलरहरूको स्मेल पनि आएको थियो। मजाले पानी परेको भएर टिनको छानो भएकोले बोलेको केही नसुनिने रहेछ। त्यसैले हाम्रो लागि त्यहाँ बस्न उपयुक्त र चित्त बुझ्दो लागेन।
झमझम मुसलधारे झरी परेकोले हामी त्यहाँ केही बेर बस्यौँ। अनि पानी बिदो भएपछि साँझमा चमक्क पर्न लाग्दा 7 बजेतिर फेरि बस्ने ठाउँ खोज्दै गाउँतिर ओह्रालो लाग्यौँ। यति सुन्दर देखिएको थियो सिक्लेस साँझको समयमा। त्यसपछि हामीले हेरेर हामीलाई चित्त बुझ्दो होटेल खोज्यौँ र बस्यौँ। बेलुकीको खाना खाएर राति अबेलासम्म गीत गाउने, नाच्ने, गफगाफ गर्ने गर्यौँ। अर्को दिन बिहान 5:30 बजे उठेर तयार भयौँ र हामी लाग्यौँ सिक्लेसको पार्कतर्फ। जानुस् अगाडि। होइन हिजो हामी माथि गएको। आधा घण्टा जति उकालो हिँडेपछि 6:30 बजे हामी पुग्यौँ यति सुन्दर सिक्लेस पार्कमा। हरियो खर्क अनि सुन्दर हिमालको दृश्य। लक्ष्मी मिस, हामी सिक्लेस पार्कमा हामी आइपुग्यौँ। पार्कमा पिङ रहेछ, पिङ पनि खेल्यौँ, फोटो भिडियो खिच्यौँ। 9 बजेपछि हिमालको भ्यू भने बादलले छेक्यो। ल हामी चाहिँ मस्त हिमाल हेऱ्यौँ यहाँ आएर। अनि भ्यू अहिले यस्तो चौर यस्तो राम्रो देखिरह। अनि हाम्रा टोलीहरू बिना मिसले यहाँ लुङ्गी लाएर लुङ्गी डान्स गर्दै हुनुहुन्छ अरे के। अनि यता भेडाहरू छन्। अनि हिमाल चाहिँ छेकिसक्यो। अहिले फेरि अलिअलि खुल्ला जस्तो गरिरह यस्तो गरेर। अहिले त मान्छे मोबाइल आछि बिग्रिहाल्छ। मोबाइल आएर हामी घरको खोजेर काम गर्थ्यौँ कि है के गरौँ हुन्थ्यो। अनि काम गर्थ्यो सबै बिगाएर गयो मोबाइल लियो। अलि माथि 1 घण्टा हिँडेपछि एउटा ताल छ रे भन्ने सुनेर हामी जङ्गलको बीचबाट बाटै मस्त गफ गर्दै उकालो लाग्यौँ। हुस्टु लागेर जङ्गलको त्यो हिँडाइ भने साँच्चै नै शान्त, सुन्दर र शीतल बनेको थियो। आधा घण्टा उकालो हिँडेपछि एउटा गोठ र गोठमा बस्ने एकजना बुवासँग भेट भयो। तर त्यता नजिकै कुनै ताल भने रहेनछ। यहाँ नजिकै ताल छ भनेको कहाँ हो नि? यहाँ नजिकै ताल छ भनेको कहाँ हो नि? यहाँ नजिकै ताल छ भने थिएँ, कहाँ हो भएको? ताल 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 त यो त होइन होइन, ताल त तल खोला खोला गएर माथि हो हिमालको जारामा। ए कापुचे। ए यता पनि नजिकै एउटा ताल छ भने थिएँ त। यता त छैन। यो बाटो चाहिँ कहाँ जाने हो नि यहाँबाट? यो त्यही त्यहाँ डाँड अहिले गएर लाग्यो रे। हजुर त्यो डाँडोमा गएर हजुर माथि हिमाल छर्लङ्गै देख्छ। ए हजुर त्यहाँ त्यहाँ यता त हेर्ने मात्रै हो। ताल नभेटे पनि हाम्रो यात्रा भने रमाइलो भयो। त्यहीँ बसेर एकैछिन नजानी भयो भने गीत गाउने, नाच्ने अनि रमाइलो गर्ने काम गर्ने। हामी चाहिँ यहाँ माथि नजिकै ताल छ भनेर आएको। ताल चाहिँ रहन्छ, एउटा सानसानो पोखरी भेटायो, अलिअलि फुल भेटायौँ। अब हामी फर्किन्छौँ है तल गएर। त्यहाँ उता भेडीगोठ पनि छ। भेडीगोठ छ, माथि ऊ पनि छ। यस्तो छ बुवा त बुढो बुवा चाहिँ त्यही बस्ने है छ। माथि भ्यू पोइन्ट छ रहेछ माथि। उसुरा पहिरोले उसुले
अलि अगाडिको बाटो पनि देखिए होइन, यहाँ भेडाहरू बसिहान्, हाम्रा टोलीहरू यहाँ छन् है। अनि फेरि बसेको होटलतर्फ फर्क्यौँ। बाटोमा ऐसलु टिपेर खायौँ। त्यतातिर ऐसलुका झाडी भने डाँडाभरि नै रहेछन्। एघार बजेतिर होटेल झरेर खाना खायौँ र 12:30 बजेतिर होटेलबाट निस्क्यौँ। सिक्लेसभन्दा पारी ताङतिङ गाउँ देखिने रहेछ। अर्को पटक फेरि ताङतिङ गाउँ आउने भनेर योजना बनाउँदै हामी हाम्रो यात्रालाई आफ्नो घरतिर मोड्यौँ। फुलहरूको बिचमा सजिएका सिक्लेसका होमस्टेहरूले सिक्लेस गाउँलाई अझै बढी सिगारेर सुन्दर बनाइरहेका थिए। त्यसपछि हामी लाग्यौँ बस पार्कतर्फ। तर आज गण्डकी प्रदेश बन्द भएकोले हामीले पोखरा फर्कने गाडी भने भेटेनौँ। बस पार्कमा कुर्दा कुर्दै पोखरातर्फ जान लागेका टिप्परहरू भेट्यौँ। टिप्परको दाइहरूले हामीलाई लिफ्ट दिनुभयो। हामी त्यही टिप्परमा चढेर नयाँ अनुभव बोटल्दै लाग्यौँ पोखरातर्फ। हामी चाहिँ के अरे गण्डकी प्रदेश बन्द भएर के अरे यहाँ सिक्लेसबाट चाहिँ टिप्परमा चढेर हिँड्दै म ट्र्याक्टरमा त चढेको थिएँ जति पनि। यो चाहिँ फर्स्ट एक्सपिरियन्स हो मेरो चाहिँ। हिलो अनि चिप्लो बाटो अनि त्यो माथि टिप्परको सवारी, साँच्चै नै हाम्रो यात्रा एकदम धेरै एडभेन्चरस भइरहेको थियो। टिप्परमा चढेर यहाँसम्म आएको है। अब उता बस्छ जाने हो। माटो खस्दै रहेछ, मकैबारी दरम दरम। डोजरको पंगा दरम दरम माटो। एक्सपिरियन्स कस्तो रह्यो? फर्स्ट एक्सपिरियन्स यति धेरै मेमोरेबल। यो टिप्पर चढेर आएको खुसी मारियो। बीच बाटोमा पुगेपछि भने हामीलाई ललितपुरबाट घुम्न आएर फर्किन लाग्नुभएका सर म्यामहरूले बसमा लिफ्ट दिनुभयो। बसमा बजिरहेको झमझम गीतको तालमा हामी रमाइलो गर्दै फेरि पोखरातर्फ लाग्यौँ। बेलुकीको 6 बजे पोखरा आएर खाजा खायौँ र पोखराबाट फेरि नेपाल बन्द भएकोले हामीले घर फर्किने गाडी भेटाएनौँ। केही बेर पर्खिएपछि लक्कीले एकजना विद्यार्थीलाई छोडेर फर्किन लागेको एउटा ट्याक्सी भेटाए र त्यही ट्याक्सीमा हामी घरतर्फ फर्क्यौँ। यो सँगै हाम्रो छोटो भए पनि अति नै अविस्मरणीय रहेको सिक्लेससम्मको यो यात्रा सकियो। फेरि अर्को यात्रामा भेटौँला है त।